नेचरसँग इन्जोय गर्न चाहनुहुन्छ, हरियाली हेर्न चाहनुहुन्छ र स्पेसली चेरी ब्लसम हेर्न चाहनुहुन्छ भने चाहिँ यहाँ आएर तपाईँले त्यो सबै सौभाग्य प्राप्त गर्न सक्नुहुन्छ। नेचरसँग इन्जोय गर्ने, एकदम हरियालीसँग आफ्नो टाइम स्पेन्ड गर्ने हुने, यु गाइज आर मोस्ट वेलकम अन ओभर हियर। पैसा एकदम लाग्दैन, फ्री इन्ट्रान्स हो। ह्याभ फन गर्ने, रिल्याक्स हुने, फ्यामिलीसँग आउने, साथीभाइहरूसँग आउने राम्रो ठाउँ छ। अनि तपाईँलाई बार्बिक्यूहरू गर्ने स्पट पनि छ होइन, फ्री वाटर अभाइलेबल छ ठाउँ ठाउँमा, सबै कुराको पूर्ण फेसिलिटी छ र सिटीबाट एकदम नजिक छ। तपाईँ अकल्यान्ड सिटीमा बस्दै हुनुहुन्छ भने इट्स भेरी नियर टु यु। प्लिज वेलकम एन्ड इन्जोय द नेचर। थ्याङ्क यू। ल हेर्नुहोस् त, अनि रुख हेर्नुहोस् त यहाँको कति छ यो त, जस्टिफाई गर्न सकिन्छ त कति ब्युटिफुल छ, कति राम्रो छ भनेर। यतिखेर यो टाइममा पनि हेर्नु त मान्छेहरू, आमा प्रकृतिले मलाई सकिन्छ त गाइस। मान्छेहरू हेर भिडियो बनाउँदैछन्, इन्जोय गर्दैछन्, कस्तो बल छ। ल हेर्नुहोस् त, के चाहिन्छ यो भन्दा। ल हेर्नुहोस् त, तर रियालिटीमा अझै राम्रो छ है गाइस, टु बी अनेस्ट होइन। रियालिटीमा चाहिँ अझै बवाल छ। चेरी ब्लसम, ओहो rules पनि रहेछ। Do not pick the flowers, no charcoal barbecue, use the bins provided, be considerate to all the visitors। ल हेर्नुहोस् त, आमा कस्तो बल छ चारैतिर। जमिन पनि त्यस्तै क्या, त्यो फुलको पात झरेर हुन्छ नि, बवाल छ बवाल। शीतल हावामा यस्तो मिठो, मलाई आनन्द दिने कलर रहेछ क्या। ल हेर्नुहोस् त, न्युजिल्यान्डको ब्युटी, पुरै हरियो परियो, हिँड्नलाई नि सही मजा आउने ठाउँ छ नि त। कस्तो बल छ। हेर बवाल। बवाल बवाल बवाल। हल्का पानी चाहिँ छिट्टाइरहेछ गाइज होइन, तर बवाल रमाइलो छ हिँड्नलाई ओर्नलाई। इन्जोय गर्नलाई सही छ गाइज। वाकहरूको लागि यदि नियर बाई हुनुहुन्छ भने दिस द प्लेस। कर्नवाल पार्क, ओनिहङ्गा, वान ट्री हिल डोमेन, बवाल बवाल। If you guys are watching for me since long time, जहिले म यतैतिरको म त किन भिडियो हाल्छु जस्तो लाग्छ भने I live nearby and this is walkable distance।
भेरी सिम्पल एन्ड नाइस वान हेर्नुहोस् त कति दामी दामी कुकुरहरू डग वकको लागि बवाल 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 यिनीहरू नै हुन् न्युजिल्यान्डको भेडाहरू हजुरलाई न्युजिल्यान्डको भेडाहरूसँग इन्जोय गर्न मन छ भने चाहिँ हाम्रो वान ट्री हिल डोमेनको कर्नवाल पार्कमा आएर इन्जोय गर्न सक्नुहुन्छ हेर्नुहोस् त आम्मामामा के छ यो र हेर्नुहोस् त कति छन् ए पुरै पुरै हेर्नु त आम्मा बवाल छ नि त गाइस हेर्नुहोस् त यही हो वान ट्री हिल है वान ट्री हिल यही हो यस्तो ग्रिनरी छ यस्तो रमाइलो क्या त्यो लाइक हुन्छ नि डेली वर्कबाट थाकेको हुन्छ यताउति हुन्छ नि हिँड्नलाई ओर्नलाई दामी छ नि त नजिकै छ क्या मेरो घरबाट वाकेबल डिस्टेन्स घरबाट बाहिर निस्क्यो वान ट्री हिल टु बी अनेस्ट त्यति नजिक छ त्यही भएर मोस्ट अफ द टाइम म ह्याङ आउट गर्ने या आउने ठाउँ त्यही हो है या सो तपाईँ सिटीमा हुनुहुन्छ या कहीँ हुनुहुन्छ भने आउनलाई धेरै नजिक छ यो ठाउँ यस्तो दामी ठाउँ सिटीबाट तपाईँको 30 नम्बरको बस आउँछ वान ट्री हिल डोमेनसम्म मनकी त्यहाँबाट ओर्लेर ठक्क तपाईँले उ गर्नुभयो भने त्यही हो इफ तपाईँको प्राइभेट कार छ भने धेरै सजिलै तपाईँले पार्किङ स्पटसम्म माथिसम्म नै आउँछ त्यहाँबाट हिँड्न सक्नुहुन्छ सो ये द्याट्स वान ट्री हिल दिस कर्नवाल पार्क ल गाइज हेर्नुहोस् है चरा पनि छ हाम्रोमा यहाँ चरा अब नजिक जाउँ भने उड्छ है गाइज सो यो दुईटा मजाको चरा हो बबल कति रमाइलो छ आज फेरि वेदर त्यस्तो लाइक गर्मी पनि छैन धेरै पानी पनि छैन पानी छिटाउनु चाहिँ छिटाइरहेको छ बट हुन्छ नि लाइक न्यानोवाला चिसो छ क्या अनि नेचरसँग बस्न त्योभन्दा राम्रो मौसम के हुन्छ गाइस हेर्नु त ल बाफ रे बाफ यत्रो एरिया छ पब्लिकको लागि के चाहियो ल हेर्न सक्नुहुन्छ फुल नेचर गाईबस्तु घाँस चढ्दैछ यदि साँच्चीकै हजुरले नेचरलाई माया गर्नुपर्छ भने गर्नुहुन्छ भने यु मस्ट डेफिनेटली भिजिट दिस प्लेस वान अफ द रियली नाइस प्लेस टु बी विथ द नेचर हेर्नुहोस् त कति गाईबस्तु छ कति छ यस्तो पानी परिरहेछ त्यही पनि कति रमाइलो छ कति रमाइलो छ नेचर नेचर हेर्नुहोस् त कति रमाइलो छ
Guys, I'm really fascinated with this thing over here in the middle of. अनि मैले पढेँ पनि, so जहाँसम्म मैले बुझेँ, so I'm trying to get things for you guys also. हैन, I'm trying to get these things also for you guys. So यहाँ के लेखेको छ नि, Amauri, a talisman of Rongo, the god of the Kumara रे. This stone formerly stood on the Omahu Hill and Olpa, being one of the hills now known as Three Kings रे. So strange. हाम्रो कतिवटा हुन्छ नि ऐतिहासिक कथाहरू जस्तै क्या. It's really, you know, के भन्ने वर्डै छैन मसँग. लाइक दामी लाग्यो क्या मलाई चाहिँ. लाइक बवाल अनि हिस्ट्री क्या प्रिजर्भ गरेर राख्यो भने त हेर त हरेक कुरा सकिन्छ नि है. सकिँदैन रहेछ त बवाल. ल गाइस सकिन्छ त अब. यस्तो यस्तो दामी रुखै रुख बवालै बवाल हैन. नेचरै नेचर, हावै हावा, पानी नै पानी. सकिन्छ त गाइस यस्तो ठाउँमा रमाइलो इन्जोय गर्न. ल हेर्नुहोस् त, ल हेर्नुहोस् त कति रमाइलो छ, कति राम्रो देखिरहेछ. यो क्यामेराले चाहिँ जस्टिफाई गर्न नसक्ने रहेछ क्या. यो जुन कलर छ नि, मिठोवाला कलर, मिठो मिठो मिठोवाला कलर, त्यसलाई जस्टिफाई गर्न नसक्ने रहेछ क्या है. त्यस्तो दामी छ. सो यस्तो छ, जस्टिफाई गर्न गाह्रो हुन्छ.